एउटा यो फोटो हाल्नु पर्ने ल ल ल बेन्ची बस ल ल हाल्नु ल बेन्च यो प्रभात फेरि कार्यक्रमको सरकारले सुरक्षितबाट अभियोग हुँदै मङ्गल गरिन्छ र पुनः ट्रेनका हुँदै धन्यवाद प्रतिष्ठानको प्राङ्गणमा पहिलो सेसनको प्रभात फेरि कार्यक्रमको खेलसभा समाप्त हुनेछ सम्पूर्ण सत्तामा कृपया प्रभात फेरि कार्यक्रममा समावेश भइदिएर हात गर्न चाहन्छु। सबै हाम्रो घर आँगनको बेर सरल र सुरक्षित कृषि विकास बेर सबै हाम्रो घर आँगनको बेर सरल र सुरक्षित कृषि विकास बेर सरल र सुरक्षित कृषि विकास बेर सबै हाम्रो घर आँगनको बेर सरल र सुरक्षित कृषि विकास बेर सबै हाम्रो घर आँगनको बेर सरल र सुरक्षित कृषि विकास बेर सरल र सुरक्षित कृषि विकास बेर जिल्ला कार्य समिति स्वर्गका प्रमुख एवं प्रतिनिधिज्यूलाई कृपया अतिथिको रूपमा आसन ग्रहण गरिदिनु हुन म हार्दिक अनुरोध गर्न चाहन्छु। त्यसैगरी अतिथिकै रूपमा आसन ग्रहण गरिदिनुको निमित्त नेपाल पत्रकार महासङ्घ जिल्ला कार्य समिति सुर्खेतका प्रमुख एवं प्रतिनिधिज्यूलाई म अतिथिको रूपमा आसन ग्रहण गरिदिनु हुन हार्दिक अनुरोध गर्न चाहन्छु। अतिथिकै रूपमा आसन ग्रहण गरिदिनुको निमित्त एस बैङ्कमा क्रियाशील नेपाल वित्तीय सत्ता कर्मचारी सङ्घ कृषि विकास बैङ्क लिमिटेड प्रदेश समिति सुर्खेतका अध्यक्ष श्रीमान बहादुर खड्काज्यूलाई अतिथिको रूपमा आसन ग्रहण गर्न हार्दिक अनुरोध गर्न चाहन्छु। त्यसैगरी अतिथिकै रूपमा आसन ग्रहण गरिदिनुको निमित्त कृषि विकास बैङ्क लिमिटेड कर्मचारी सङ्गठन नेपाल कर्णाली प्रदेश समिति सुर्खेतका अध्यक्ष श्री शिरदादा बुर्खाबाज्यूलाई अतिथिको रूपमा आसन ग्रहण गरिदिन हार्दिक अनुरोध गर्न चाहन्छु। अतिथिकै रूपमा आसन ग्रहण गरिदिनुको निमित्त कृषि विकास बैङ्क लिमिटेड कर्मचारी सङ्घ नेपाल कर्णाली प्रदेश समिति सुर्खेतका अध्यक्ष श्री सुमन रिजालज्यूलाई म अतिथिको रूपमा आसन ग्रहण गरिदिन हार्दिक अनुरोध गर्न चाहन्छु। अतिथिकै रूपमा आसन ग्रहण गरिदिनुको निमित्त कृषि विकास बैङ्क कर्मचारी युनियन नेपाल कर्णाली प्रदेश समिति अध्यक्ष श्री किसान साईज्यूलाई अतिथिको रूपमा आसन ग्रहण गरिदिनु हुन म हार्दिक अनुरोध गर्न चाहन्छु। त्यसैगरी अतिथिकै रूपमा आसन ग्रहण गरिदिनुको निमित्त पूर्व कर्मचारी समाज कृषि विकास बैङ्क लिमिटेड सुर्खेत नेपालका अध्यक्ष श्री गङ्गा प्रसाद सोलागाउँज्यूलाई म अतिथिको रूपमा आसन ग्रहण गरिदिनु हुन हार्दिक अनुरोध गर्न चाहन्छु। उपस्थित सम्पूर्ण आदरणीय महानुभावहरू हाम्रा अतिथिगणहरू आउने क्रम जारी नै छ। उहाँहरू आएपछि उहाँलाई आसन ग्रहण गराउने नै छौँ। त्यसैगरी आसन ग्रहणकै क्रममा कर्णाली प्रदेश कार्यालय सुर्खेतका वरिष्ठ शाखा प्रमुख श्री खम्बलाल शर्माज्यू, विभिन्न शाखा कार्यालयबाट पाल्नुभएका प्रबन्धकज्यूहरू, आदरणीय देवतुल्य ग्राहक महानुभावहरू, सहयात्री कर्मचारी साथीहरू, सुरक्षाकर्मी साथीहरू र यहाँ उपस्थित सबैलाई आफ्नो आफ्नो स्थानमा आसन ग्रहण गरिदिनुको निमित्त म हार्दिक अनुरोध गर्न चाहन्छु। आसन ग्रहणको कार्यक्रमलाई केही समय थाती राख्दै म आजका यस कार्यक्रमका सभाध्यक्ष, प्रमुख अतिथि, विशिष्ट अतिथि लगायत सम्पूर्ण अतिथिगणहरूलाई कृपया खादा र माला लगाएर सम्मान गरिदिनुको निमित्त श्री कमला चालिसे र त्यसै गरी चन्द्रमा ढकालज्यूलाई, चन्द्रमा आचार्यज्यूलाई कृपया अगाडि आएर खाता लगाएर सम्मान गरिदिन हार्दिक अनुरोध गर्न चाहन्छु। पुष्पा ढकाल र चन्द्रमा आचार्य। उपस्थित सम्पूर्ण आदरणीय महानुभावहरू कृपया हाम्रा अतिथि, सभाध्यक्ष र विशिष्ट अतिथिज्यूहरूलाई खादा तथा मालालाई सम्मान गर्ने क्रममा कृपया जोरदार तालीले स्वागत गरिदिनु हुनु भनी म हार्दिक अनुरोध गर्न चाहन्छु।
कृपया ताली बजाएर स्वागत गर्दै अनुरोध। कार्यक्रम सञ्चालक र कार्यक्रम मूल आयोजक कमिटीको तर्फबाट सहिर्दय हार्दिक कृतज्ञता ज्ञापन गर्दै म शुभकामना मन्तव्यलाई अगाडि बढाउने अनुमति चाहन्छु। आजको यस कार्यक्रममा आफ्नो छोटो शुभकामना मन्तव्य राखिदिएको निमित्त पूर्व कर्मचारी समाज कृषि विकास बैंक लिमिटेड नेपालका अध्यक्ष श्री गङ्गा प्रसाद चौलागाज्यूलाई छोटो शुभकामना मन्तव्य राखिदिनु हार्दिक अनुरोध गर्न चाहन्छु। कृपया माफ गर्नुहोला, सडुल अलिकति तलमाथि बढ्न गएछ। आजको यस कार्यक्रममा स्वागत मन्तव्य राखिदिएको निमित्त कृषि विकास बैंक कर्णाली प्रदेश कार्यालय सुर्खेतका वरिष्ठ शाखा प्रमुख आदरणीय खम्बीलाल शर्माज्यूलाई स्वागत मन्तव्य राखिदिन हार्दिक अनुरोध गर्न चाहन्छु। धन्यवाद। यस कार्यक्रमको उद्घोष मित्र बृहस्पति सर र 59औं बैंक दिवस समारोहका सभाध्यक्षज्यू, वरिष्ठ मुख्य अतिथिज्यू, विशिष्ट अतिथिज्यू र समस्त उपस्थित भूतपूर्व कर्मचारी र वर्तमान बाल कर्मचारी सब म्याडमहरू, उहाँहरू सबैलाई म स्वागत गर्न चाहन्छु। र कृषि विकास बैंकको स्थापना 2024 साल माघ 7 गते बिजौरीमा भएको थियो र त्यतिखेर के छ भन्दा कृषि विकास बैंकले विशेष गरी यो कृषि क्षेत्रको विकासको लागि कृषि विकास बैंक स्थापना भएको थियो र यसको चाहिँ इतिहास भनेको सहकारीबाटै सुरु भएको हो। सहकारी लघुवित्त साना किसान परियोजना र तपाईँको चाहिँ विकास बैंक हुँदै अहिलेको चाहिँ के छ त्यो कमर्सियल बैंक, फुल कमर्सियल ब्याङ्कहरूमा अहिले चाहिँ सञ्चालनमा रहेको छ। र यो कृषि विकास बैंकले देशको चाहिँ विभिन्न क्षेत्रमा यो वास्तविक क्षेत्रको कुल गार्हस्थ्य उत्पादनको वृद्धि गर्नको लागि विभिन्न क्षेत्रमा कामहरू गर्दै आयो र तपाईँको चाहिँ दिगो विकासका कार्यक्रमहरू जुन तपाईँको चाहिँ यो सोलर चाहिँ वितरण गर्ने, अनि चाहिँ गोबर ग्यासको चाहिँ तपाईँको मेसिनहरू वितरण गर्ने र सानातिना कृषि औजारहरू वितरण गर्दै हालको के छ भन्दा तपाईँको चाहिँ विशुद्ध कमर्सियल ब्याङ्कहरूमा काम गर्दै रहेको छ र यसको चाहिँ अहिले पनि कृषि क्षेत्रलाई नछोड्ने र अरूलाई जोड्दै जाने रणनीति लिएको छ। र कृषि विकास बैंकले आफ्नो चाहिँ भिजन पनि चाहिँ समय सन्दर्भमा चाहिँ परिवर्तन गर्दै आएको छ। पहिले के थियो त भन्दा अब गाउँदेखि सहरसम्म चाहिँ पूर्ण सञ्चालित ब्याङ्क भनेर भनेको थियौँ। अहिले चाहिँ के छ भन्दा साझा समितिका लागि सबैको ब्याङ्क भनेर भनेको छ। साझा समितिको लागि सबैको चाहिँ ब्याङ्क भनेर अहिले चाहिँ तपाईँको यसले आफ्नो भिजन चाहिँ स्थापित गरेको छ। र कृषि विकास बैंकले हाल चाहिँ तपाईँको चाहिँ यो निक्षेपका विभिन्न चाहिँ प्रोडक्टहरू चाहिँ बचत, चल्ती खाता लगायतको बोर्डरहरू चाहिँ के अरे सञ्चालन गरिरहेको छ। कर्जाका विभिन्न विषयहरू चाहिँ शीर्षकहरूमा चाहिँ सेवा प्रवाह गरिरहेको छ। डिजिटल पोर्टलहरू पनि के कृषि विकास बैंकले चाहिँ अहिले चाहिँ सञ्चालनमा हरेक शाखाबाट सञ्चालन भइरहेको छ। किसान मर्चेन्ट ब्याङ्क, किसान एप र किसान क्रेडिट कार्डहरू पनि अहिले चाहिँ ब्याङ्कले गाउँ गाउँमा प्रत्येक शाखाहरूबाट चाहिँ उपलब्ध गराउँदै आएको छ। यो डिजिटल र वित्तीय साक्षरता कार्यक्रम र सामाजिक उत्तरदायित्व र कस्टमर इन्गेजमेन्ट कार्यक्रम पनि अहिले सञ्चालनमा गएका छन्। जुन कृषि विकास बैंकको नयाँ कार्यक्रम भनेको त्यो अहिले चाहिँ कस्टमर इन्गेजमेन्ट भनेको छ, जसमा त के छ जिल्लामा भएको बिजनेस टाइकनहरू र तपाईँको चाहिँ यो विभिन्न व्यावसायिक उद्यमीहरूलाई एक ठाउँमा चाहिँ सम्मिलित गराएर भेला गराएर कृषि विकास बैंकले आफ्नो चाहिँ पोर्टलहरूको बारे जानकारी दिने र उहाँहरूबाट के छ फिडब्याक लिँदै आएको छ। र कृषि विकास बैंक प्रदेश कार्यालय सुर्खेतका अन्तर्गत चाहिँ के छ अहिले चाहिँ 10वटा जिल्लामा हाम्रो प्रत्येक जिल्लामा उपस्थिति छ, जसमा चाहिँ अहिले 21वटा कार्यालयहरू शाखा कार्यालयहरू छन् जसले बिजनेस गराएको छ भने एउटा प्रदेश कार्यालय छ जसले के छ भन्दामा शाखाहरू र हेड अफिस मुख्य कार्यालयको बिचको समन्वयको रूपमा काम गरिरहेको छ। यो चाहिँ कृषि विकास बैंकको अहिले संरचना रहेको छ प्रदेश स्तरको। र आर्थिक र व्यावसायिक सम्भाव्यताको आधारमा शाखाहरू चाहिँ थप्दै जाने क्रम पनि भएको छ। जुन अहिले हाम्रो एरी चोकमा नयाँ शाखा स्थापना भएको छ र अरू पनि विभिन्न ठाउँहरूमा चाहिँ सम्भाव्यता अध्ययन भइसकेको छ र त्यो अध्ययनको निष्कर्षपछि नयाँ शाखाको बारेमा निर्णय हुन सक्ने अवस्था छ। र यो चाहिँ प्रदेश कार्यालयको मुख्य गरी चाहिँ भूमिका भनेको शाखा स्तर कार्यालयहरू र तपाईँको चाहिँ हेड अफिसको बिचको समन्वयको रूपमा काम गरिरहेको छ अहिले। र यो चाहिँ शाखा कार्यालयको नियमित समस्याहरूको पनि चाहिँ यसले सम्बोधन गर्ने, प्रदेश कार्यालय सकिन्छ आफ्नो प्रदेशबाटै समाधान हुन्छ र तपाईँको यदि भएर हुन सकेन भने
हेड अफिसको चाहिँ बाटो सिफारिस गरेर हेड अफिसबाट समाधान हुँदै आएको छ र यो कर्णाली प्रदेशमा विशेष गरी कर्जा लगानीमा अहिले चाहिँ हामीले देखिरहेको जुन अब यो कृषि विकास ब्याङ्कले अब चाहिँ कृषि क्षेत्रको छोड्दै गयो कि भन्ने खालको आशंका छ तर हामीले के छ भन्दाखेरि कर्णाली प्रदेशमा सबैभन्दा बढी कृषि क्षेत्रमा लगानी गरेका छौँ जुन 35% अहिलेको पोर्टफोलियो झन्डै 35% हाम्रो कृषि क्षेत्रमा लगानी छ जसमा हाम्रो 1 लाखदेखिको चाहिँ ग्राहकहरू सुरु छ 1 लाख 2 लाख 5 लाख साना साना ग्राहकहरूले हामी चाहिँ के छ भन्दाखेरि ग्रामीण क्षेत्रमा जसले भैँसी पालन गरिरहेको छ बाख्रा पालन गरिरहेको छ जसले के पशुपक्षी पालन गरिरहेको छ उहाँले हामी लोन उपलब्ध गराउँदै आइरहेका छौँ त्यसले त के छ भन्दाखेरि तर हामीले चाहिँ यो कर्णाली प्रदेशको 10वटा जिल्लामा विभिन्न क्षेत्र अध्ययन गर्दाखेरिमा हामीले कर्जा क्षेत्रमा देखिएका चुनौतीहरू के छन् त भन्ने कुरा छ अहिले के छ भने आर्थिक मन्दी भएको छ आर्थिक मन्दीमा ब्याङ्क वित्तीय संस्थाहरूको स्रोत परिचालन हुन सकेको छैन एकातिर ब्याङ्करमा के छ त नीचे थुप्रिएको छ अर्कोतिर के छ भने तपाईँको चाहिँ कर्जाको डिमान्ड एकदम ठुलो छ अहिले कर्जाको डिमान्ड ठुलो हुँदा के भन्छ त्यसले इकोनोमिक ग्रोथलाई चलायमान गर्न सकेन र तपाईँको कर्णाली प्रदेशमा यो कुल गारसी उत्पादनमा वृद्धि हुनुपर्ने त्यो हुन चाहिँ सकेको छैन किन भएन त हाम्रो कर्जा लगानीमा के कस्ता चुनौतीहरू छन् भन्ने खालको कृषि विकास ब्याङ्कको एउटा वरिष्ठ शाखा प्रमुखको हैसियतले मैले अध्ययन गरेको र मैले चाहिँ बुझेको चुनौतीहरू मैले चाहिँ यहाँहरूलाई छोटो रूपमा राख्न चाहन्छु यो चाहिँ अहिले हाम्रो अधिकांश कार्यालयहरू दुर्गम क्षेत्रमा छ र दुर्गम क्षेत्रमा के छ भन्दा मान्छेहरूको अहिले माइग्रेसन भइरहेको छ साना अलिकति 5 लाख 10 लाख रुपियाँ खाँदा खल्तीमा हुने मान्छेहरू सहर बजारमा आएर बसिरहेको छ सहर केन्द्रित भएको छ र तपाईँको चाहिँ पाहाडतिर चाहिँ मान्छेहरूको चाहिँ एकदमै जनसङ्ख्या घटेको छ जनसङ्ख्या घट्ने बित्तिकै ल्यान्डको चाहिँ तपाईँको त्यहाँ डिमान्ड कम हुन्छ डिमान्ड कम हुने बित्तिकै अटोमेटिकली के छ भन्दा बिजनेसहरू चाहिँ फस्टाउनु चाहिँ सक्दैन बिजनेस फस्टाउनु सक्दैन पैसाको माग हुँदैन पैसा माग भएन भने कर्जा पनि जाँदैन यो एउटा के इकोनोमीको सिद्धान्तको आधारमा पनि के छ भन्नाले बसाइ सराइले असर पारेको छ अर्को चाहिँ हामीले देखिरहेको छ नि धितोको रूपमा राखिने जग्गाहरूको चाहिँ मूल्यमा गिरावट आएको छ जनसङ्ख्या घट्ने बित्तिकै जग्गाको मूल्य कम हुन्छ जग्गाको मूल्य कम हुने बित्तिकै ब्याङ्कले भ्यालुसन अन्डर भ्यालुसन गर्छ र ब्याङ्कले चाहिँ धितो एसेट गर्न पनि चाहँदैन गर्नलाई आनाकानी गर्छ जसले गर्दा के छ भन्दा तपाईँको चाहिँ यो सेफ्टी पनि ब्याङ्कलाई हुँदैन हाई रिस्क पनि हुन्छ त्यसले गर्दा के छ भने घर जग्गा धितोमा आएको गिरावट जुन पहाडी क्षेत्रमा हाम्रो अधिकांश कार्य पहाडी क्षेत्रमा छ जसले गर्दा के छ भन्दा तपाईँको चाहिँ हामी कहाँ अहिले चाहिँ कृषि कर्जाको अभाव कर्जा लगानीमा अलिकति समस्या रहेको छ र यो व्यावसायिक परियोजना पनि छैन कर्णाली प्रदेशमा हामीले के छ भन्दाखेरि यो हाम्रो सिओ साहबकै एउटा मिसन हो जसमा के छ भन्दा एउटा प्रदेशमा एउटा स्ट्राटेजी चाहिँ तपाईँको बिजनेस फर्म खोल्ने भन्ने कुरो थियो तर यो कर्णाली प्रदेशमा अहिलेसम्म यो स्ट्राटेजी खालको ठुलो एउटा बिजनेस चाहिँ व्यावसायिक कर्जा जाने खालको परियोजनाहरू स्थापना हुन चाहिँ सकेको छैन र पहाडी क्षेत्रमा त्यो समस्याहरू छ अनि यो अर्को चाहिँ हाम्रो चाहिँ यो सहुलियतपूर्ण कर्जाको ब्याजहरू जुन हामी प्रदेशमा क्षमता गरिरहेको छ प्रदेश मन्त्रालयमा जसको के छ भन्दा नियमित रूपमा आइरहेको चाहिँ छैन 3 महिनामा आउनुपर्ने हो कहिले 6 महिनामा आइदिने कहिले 9 महिनामा आइदिने गरिरहेको छ होइन त्यसले गर्दा पनि के छ भन्दा हाम्रो ब्याङ्कको कर्जा बिग्रेको छ असल ऋणीहरूको पनि के छ अब किस्ता टाइममा सेटल हुन नसकेर ब्याज चाहिँ टाइममा आउन नसकेर हाम्रो कर्जा निष्क्रिय रूपमा बढेको छ जुन एउटा हाम्रो कर्जा क्षेत्रमा भएको चुनौती हो अर्को चाहिँ के छ ब्याङ्क र अन्तर सम्बन्धित निकायबिचको समन्वयको अभाव भनेको छ जस्तै स्थानीय निकायहरूले चाहिँ ब्याङ्कहरूलाई सपोर्ट गर्नुपर्ने हो ब्याङ्कसँग समन्वय गर्नुपर्ने हो जिल्ला स्थित कार्यालयहरूले चाहिँ उद्योगहरू के अरे उद्योग वाणिज्य सङ्घ त्यसरी घरेलु उद्योगहरू कृषि भेटनरी जस्ता कार्यालयहरूले के छ भन्दा कृषि विकास ब्याङ्क जस्तै कमर्सियल ब्याङ्कसँग समन्वय गरेर कर्जाको डिमान्ड बढाउनु पर्ने हो त्यो चाहिँ त्यतातिर के छ भने हाम्रो समन्वयको एकदम अभाव छ जसले गर्दा के छ कर्जा लगानीमा चाहिँ समस्या भएको छ लगानी गर्दा ब्याङ्कले सेल्फ रिस्कमा लगानी गर्छ र तपाईँको असुली गर्दाखेरि सेल्फै एक्लै दौड्नुपर्ने स्थिति छ जसले गर्दा के छ भन्दा ब्याङ्कमा कर्जा लगानीमा देखिएको अर्को समस्या चुनौती देखिएको छ अनि अर्को चाहिँ ब्याङ्कको चाहिँ ब्याङ्क कर्जाप्रतिको आम बुझाइ पनि स्पष्ट छैन अझै कि कृषि विकास ब्याङ्क सरकारी ब्याङ्क हो उसले पुरै मिना गर्छ त्यसले गर्दा पैसा नतिर्दा नि हुन्छ भन्ने खालको के छ बुझाइ मान्छेहरूको भएको कारणले गर्दा नि यो चाहिँ अहिले रिकभरीमा पनि समस्या छ र लगानीमा पनि ब्याङ्कहरूका जोखिम लिनलाई पनि त्यति तयार भएको देखिँदैन यस्तै यही लगायतको चुनौतीहरू छ र यहाँ मैले अवसर पनि देखिरहेको छु होइन तपाईँको चाहिँ यो कर्णाली प्रदेशमा विशेष गरी यो जङ्गल जडीबुडी र जलस्रोतमा पर्याप्त मात्रामा चाहिँ पर्याप्त कृषि वन पैदा र पशुपक्षी प्रबन्धन गर्नका लागि कृषि कर्जा विस्तार गर्ने सम्भावना रहेको छ किनकि कर्णाली प्रदेशको जङ्गलबाट पनि धनी छ जडीबुडीमा पनि धनी छ र जलस्रोतमा पनि धनी छ यो तीनटै क्षेत्रबाट के छन् भन्दाखेरि तीनटै क्षेत्रको चाहिँ लाई समुचित सम्बोधन गरेर लगानी गर्न सक्यो खण्डमा पनि लगानी बढाउन सक्ने र तपाईँको रोजगारी आय आर्जन बढ्न सक्ने सम्भावना देखिएको छ जिल्ला स्थित सदरमुकाम र स्थानीय निकायमा त्यो मजलो त साना बजार विस्तार हुँदै गएको छ यो चाहिँ स्थानीय निकायमा अहिले हाम्रो कुसेमा भयो यो चाहिँ तपाईँको उदाहरणमा भयो यस्ता हाम्रो धेरै विकट कार्यालयहरू छन् जहाँ कार्यालयका अलिअलि दोकानहरू भएको छ बिजनेस पनि बढेको छ त्यसले त अलिअलि कर्जा के अरे
व्यापार व्यवसायको गतिविधि आर्थिक गतिविधि बढ्ने कारणले गर्दा के छ भन्दाखेरि अलिअलि लगानी बढ्न सक्ने सम्भावना देखिएको छ। बडा टाइम लाग्ला, यसको समय लाग्ला, तर के छ भन्दा यसको चाहिँ सम्भावना बजारको वृद्धि हुने सम्भावना पनि छ। अर्को चाहिँ के छ भन्दाखेरि तपाईँको यो पर्यटन यो कर्णाली प्रदेशमा राष्ट्रिय राजमार्गमा छ। अब जुन हिल्सा चाहिँ जोडिने कुरो छ, सुर्खेतदेखि हिल्सासम्म जोडिने राष्ट्रिय राजमार्ग छ, त्यो सहायक राजमार्गहरू पनि छ, जसको चाहिँ विधि भइरहेको छ। प्रत्येक गाउँ गाउँमा त रोडहरू गइरहेको छ। होला रोडको स्तरीय उन्नति बनाउन बाँकी होला, तर रोडको सञ्चालनमा चाहिँ अपेक्षा राखेका थियौँ र पछिल्लो समयमा उहाँको अलिकति राजनीतिक व्यस्तताका कारण अन्तर्य कार्यक्रममा पुनः जोडिनु पर्ने भएकोले मैले आजको यस कार्यक्रमका प्रमुख अतिथि माननीय अर्थमन्त्री राजीव प्रसाद शाहज्यूलाई आफ्नो छोटो शुभकामना मन्तव्य राखिदिनको निमित्त हार्दिक अनुरोध गर्न चाहन्छु। धन्यवाद। यस 59औं बैंक दिवस समारोहका सभापति महोदय, बैंकर्स एसोसिएशनका प्रतिनिधिज्यू, वाणिज्य बैंकका प्रतिनिधिज्यू, देशमा आसीन सम्पूर्ण अतिथिज्यूहरू र कृषि विकास बैंकका सम्पूर्ण विभिन्न तह तबकामा बसेका कर्मचारी साथीहरू, स्वीकार्नुहोस् मेरो तर्फबाट नमस्कार। आज यो अत्यन्त खुसीको महोत्सव तपाईँको माझमा म उभिन पाइराखेको छु। त्यसको लागि म निर्देशकज्यू लगायत तपाईँको सम्पूर्ण कृषि विकास बैंक कर्णाली प्रदेशमा का साथीहरूलाई म धन्यवाद व्यक्त गर्न चाहन्छु। आज संक्षिप्तमा धेरै कुरा बुझ्यो। उहाँ सर आचार्य सरकारबाट एउटा फिडब्याक पनि पाइयो। यसले गर्दाखेरि चाहिँ कर्णाली प्रदेशको अब अहिले अर्थ मन्त्रालयको अर्थमन्त्री हुँदाखेरि चाहिँ हामीले कृषिमा पनि एउटा उद्देश्य राखेका थियौँ। हामीले चाहिँ नेपालको ब्रेड बास्केट चाहिँ कर्णाली प्रदेशलाई चाहिँ बनाउने भनेर राखेका थियौँ। विभिन्न योजनाहरू पनि हामीले छुटाएको थियौँ। बिजनेस इन्क्युबेसन सेन्टर पनि राखिराखेको छौँ। तर कुरा के भइराखेको छ भनेदेखि हाम्रो छुटाएको बजेट पनि खर्च हुन सकिरहेको छैन। तपाईँहरूको पनि लोनहरूमा चाहिँ ग्राहकहरू आइराख्न सकिराखेको छैन। यसमा चाहिँ एउटा मिसकम्युनिकेसन भइराखेको छ। धेरै साथीहरूलाई थाहा पनि छैन होला, मेरो करियरमा युनिभर्सिटी सकेर आएपछि पनि म पनि ब्याङ्कर थिएँ। म चाहिँ स्ट्यान्डर्ड चार्टर्ड ब्याङ्कमा चाहिँ म काम गर्थेँ। लगभग 2-3 वर्ष जति त्यहाँ काम गरेर आफ्नै व्यापारमा लाग्छु भनेर म लागेको थिएँ। तर परिस्थिति बस अब मलाई चाहिँ एडभेन्चर टुरिज्ममा मलाई जान मन थियो, तर त्यो युद्धको बेला भएको भएर चाहिँ दुःख लाग्ने कुरा कस्तो थियो भनेदेखि भएको मान्छेले पनि केही गर्न नसक्ने अवस्था देखेर झन् यो नभएको मान्छेहरूलाई चाहिँ कति गाह्रो हुन्थ्यो भन्ने चाहिँ मैले महसुस गरेर मेरो राजनीति यात्रा चाहिँ सुरु भएको म यहाँको माझमा राख्न चाहन्छु। अहिले हेर्नुहोस्, संसारभरिमा चाहिँ आज अमेरिकालाई अमेरिका मानिन्छ, चाइनालाई चाइना मानिन्छ। के कारणले? उनीहरूले चाहिँ राजनीति होला, तर राजनीतिलाई चाहिँ पहिला स्थापना कालमा चाहिँ प्राथमिकता दियो। त्यसपछि चाहिँ उनीहरूले चाहिँ केमा चाहिँ प्राथमिकता दिन थालेको छ भनेदेखि इकोनोमिक्समा, अर्थतन्त्रमा। तर हाम्रो चाहिँ यसो हेर्नुभयो भने चाहिँ बढी राजनीति छ, तर अर्थतन्त्रमा चाहिँ न ज्ञान छ न ध्यान छ। यसले गर्दाखेरि पनि हामीले प्राथमिकता नछुटाउन सकेर नदिएर पनि हामी पछाडि परिराखेको छ। आज संसदमै हेऱ्यो भने, सङ्घीय संसदमा हेर्नुभयो भने पनि कति व्यापारी छ होला, कति त्यहाँ माननीयहरूले चाहिँ बिजनेस बुझ्छ होला, कतिवटा माननीयहरूको स्टेक होल्डरहरू होला अर्थतन्त्रमा। यो कारण नहुनु कारणले पनि चाहिँ हामी चाहिँ अलिकता हाम्रो जनतालाई पनि हामीले ब्याङ्कहरू खोलेर पनि हामीले चाहिँ बिजनेस ल्याउन सकिराखेको छ।
विभिन्न इन्सुरेन्स कम्पनीहरू पनि खोलिराखेको छ, ब्याङ्कहरू पनि खोलिराखेको छ। अब इन्डियाको जनसङ्ख्या हेरौँ, त्यत्रो जनसङ्ख्या छ, हाम्रो जनसङ्ख्या हेर्नु, इन्डियामा कतिवटा ब्याङ्कहरू छ, नेपालमा कतिवटा ब्याङ्क छ। हामीले त खोल्यौँ, प्राइभेट सेक्टरलाई चाहिँ प्रोत्साहन गऱ्यौँ, तर पछि चाहिँ एउटा मर्जको पोलिसी पनि लिएर आउँदैछौँ। त्यसले गर्दाखेरि अहिले हामीले चाहिँ साँच्चीकै यो सङ्घीय सरकार ले चाहिँ एउटा बहस चलाउनु पर्ने छ जस्तो लाग्छ र यो प्रदेश सरकारमा पनि ब्याङ्कर्स एसोसिएसन, विभिन्न ब्याङ्कहरूसँग चाहिँ तपाईँले भन्नुहुन्छ भने चाहिँ यो बिजनेसलाई कसरी डेभलप गर्ने र तपाईँहरूलाई पनि हाम्रो योजनाहरू पनि जुन मन्त्रालयले छुटाएको हुन्छ त्यसलाई पनि कसरी कोअर्डिनेट गर्ने भनेर चाहिँ एउटा साँच्चीकै एउटा समीक्षा बैठक अथवा इन्टरेक्सन प्रोग्राम चाहिँ देखिराखेको छु। अघि भर्खर थियो मेरो अहिले अर्धवार्षिक बैठक भइराखेको छ। म खास मुख्यमन्त्रीले मलाई जान दिनुभएको थिएन, तर म 5 मिनट भए पनि उहाँले यहाँ तपाईँहरूले यत्रो सम्मान गरेर मलाई बोलाइदिनु भएकोमा म धन्यवाद व्यक्त गर्न चाहन्छु। यो एउटा जे होस् एउटा प्रोत्साहन गर्ने मौका पनि हो, त्यसैले म आउनुपर्छ भनेर म आएको। म के भन्न चाहन्छु भनेदेखि निर्देशकज्यू अलिकति इन्टरेक्सन गरौँ। वाणिज्य ब्याङ्कका म पनि 4 साल पनि आएको थिएँ जस्तो लाग्छ, तपाईँकै वार्षिक उत्सवमा पनि म पनि आएको थिएँ। उहाँसँग त म विभिन्न प्रोग्राममा बसिराखेको छु। अस्ति पनि युनिभर्सिटीको ओरिएन्टेसन प्रोग्राममा पनि हामी सँगसँगै थियौँ। त्यसैले अलिकति म बुझ्ने अर्थमन्त्री भएको भएर तपाईँको सेक्टरको व्यापार पनि बुझ्ने, अलिकति अर्थतन्त्रमा पनि लगानी भएको मान्छे भएको भएर यसलाई चाहिँ सदुपयोग गरौँ। किनभने राजनीति कस्तो हुँदो रहेछ भनेदेखि अब हामी चाहिँ चुनाव जितेर आउँछौँ, 5 वर्ष चाहिँ एउटा सरकार होस् भन्ने हुन्छ, तर हाम्रो सरकार चाहिँ 1.5 वर्ष 1 वर्ष 6 महिनामा पनि चेन्ज भइरहेको छ। यो मौका नगुमाऊ। मेरो शुभकामना छ सम्पूर्ण कृषि विकास ब्याङ्कलाई पनि एज अ संस्था र सम्पूर्ण स्टाफलाई पनि। नेपालमा अलिकता हामीले अलिकता प्रोफेसनलिज्म र सर्भिस डेलिभरीमा चाहिँ हामीले अब जस्तो अहिले अस्ति पनि म टेलिकम्युनिकेसनको वार्षिक के अरे चुनावमा पनि म गएको थिएँ। मैले त्यहाँ के भनिरहेको थिएँ भनेदेखि हेर्नुहोस्, आज गभर्मेन्ट ब्याङ्क अथवा गभर्मेन्ट संस्था एज अपोज टु द प्राइभेट संस्थामा चाहिँ यसो हेऱ्यो भने चाहिँ हामीले आकाश पातालमा चाहिँ हामीले चाहिँ भिन्नता पाइराखेको छ। जस्तो अब मोबाइलकै हेऱ्यो भने त्यो एनसेल र नेपाल टेलिकम्युनिकेसनमा, नेपाल टेलिकम्युनिकेसन भनेको त पहिलादेखि नै सुरुवात भयो नि त। तपाईँहरूको पनि त 59 इयर्स भइसक्यो। तपाईँको बिजनेस पोर्टफोलियो कति छ, प्राइभेट ब्याङ्कको पोर्टफोलियो कति छ, यो किन भइरहेछ? तपाईँहरू त डेभलप भइसक्यो, एज अ नर्मल ब्याङ्किङ प्रोसेसमा गइसकेको छ। तपाईँहरूको रिजर्भ पनि धेरै छ जस्तो लाग्छ प्राइभेट ब्याङ्कबाट, तर बिजनेस चाहिँ त्यतातिर भइरहेको छ। अनि यसमा चाहिँ हामीले विशेष ध्यान दिएर चाहिँ यसमा चाहिँ हामीले चाहिँ सर्भिसलाई चाहिँ इम्प्रुभ गर्यो भने चाहिँ पक्का पनि तपाईँले प्राइभेट ब्याङ्कभन्दा बढी बिजनेस तपाईँहरूले नि पाउँछ भन्दै मेरो फेरि पनि शुभकामना म तपाईँहरूलाई व्यक्त गर्दै म यो तपाईँहरूसँग को माझबाट म बिदा माग्छु। हस्त धन्यवाद, शुभकामना। धेरै धेरै धन्यवाद। आजको यस कार्यक्रमका प्रमुख अतिथि प्रणाली प्रदेश सरकारका अर्थमन्त्री माननीय राज्य विक्रम शाहज्यूलाई उहाँले आफ्नो महत्त्वपूर्ण निर्देशनसहित शुभकामना मन्तव्य दिएर उहाँको कार्यव्यस्तताका बावजुद हामी माझ छुट्टी नै लाग्न सक्नुभएको छ। मन्तव्यकै क्रममा म मन्तव्यको क्रमलाई अगाडि बढाउने अनुमति चाहन्छु।
आफै हेर्नु मिलेर यसो गर्नु क्याप दिनुपर्छ तपाईँ त्यही त मैले क्याप भन्नु डाक्टर छ हिजो क्याप भइदिएर यसो पर्छ ल जसले ठिक जसलाई थाहा छ नि त यहाँको 25 वर्ष 18 वर्ष त्यो त हामीले बोले पनि कालै नपुरे हेलो उपस्थित सम्पूर्ण आदरणीय महानुभावहरू मन्तव्यकै क्रमलाई म अगाडि बढाउन गइरहेको छु त्यसै गरी शुभकामना मन्तव्यको क्रममा पूर्व कर्मचारी समाज 4वटा युनियनका अध्यक्षज्यू, कृषि विकास ब्याङ्कका विभिन्न शाखाका शाखा प्रबन्धकज्यू, प्रदेशका सरहरू, शाखाका सरहरू, भूभू कर्मचारी साथीहरू र उपस्थित सम्पूर्ण सज्जनवृन्द, सर्वप्रथम मलाई यो कार्यक्रममा बोल्ने अवसर दिनुभएकोमा यहाँहरूलाई धन्यवाद दिन चाहन्छु। र म के मानेमा गौरव गर्छु भने हिजो हामीले ब्याङ्क प्रवेश गर्दाखेरि म्यानुअल्ली चलेको ब्याङ्क आज डिजिटाइजेसनमा जाँदा असाध्यै गौरवको महसुस भएको छ। र कृषि विकास ब्याङ्क हिजो चाहिँ कृषि क्षेत्रबाट सुरु भएको, धान चामलबाट सुरु भएको ब्याङ्क आज वाणिज्य ब्याङ्कमा रूपान्तरण भएर लिमिटेडमा जाँदा ब्याङ्किङ व्यवसायमा प्रमोट गरेको छ। र म के मानेमा अलिकति ब्याङ्कको बिजनेस म हिजो चाहिँ यही क्षेत्रमा काम पनि गरेको हो, 30 वर्ष बिताएर निस्केको। कृषि विकास ब्याङ्कको कर्मको थलोमा हेर्ने हो भने सुर्खेतले अथात् सन्देश दिएको छ। हिजो हामी यही सुर्खेतमै रहँदा कृषि विकास ब्याङ्क छिन्चुले नेपालमै एउटा कृषि ब्याङ्कका सम्पूर्ण इन्डिकेटरहरू सुधारेर 100% प्रगति गरेको साथीहरू पनि यही फ्लोरमा हुनुहुन्छ र त्यो सन्देश दिएको क्षेत्र हो यो। त्यसपछि बुटोलपछि कोलपुरपछि जाजरकोट गरेर एउटा चाहिँ माहौल क्रिएट भएको थियो कृषि विकास ब्याङ्कको। सायद अहिले त्यो शाखाहरू पनि धेरै वृद्धि भइसकेको होला र यहाँका साथीहरू अहिले असाध्यै इनर्जेटिक हुनुहुन्छ। हिजो हामी 62 सालमा कम्प्युटर चलाउने मान्छे खोज्नु पर्थ्यो, अहिले 101 कम्प्युटर जान्ने व्यक्तित्वहरू हुनुहुन्छ, दक्ष कर्मचारीहरू हुनुहुन्छ। र ब्याङ्किङ क्षेत्रमा अहिले अर्थमन्त्री त यहाँ हुनुहुन्न, अलिकति केही कुरा राख्ने मेरो सोच पनि थियो। ब्याङ्किङ क्षेत्रमा नेपाल सरकारको नै कमजोरी मान्छु मैले। ब्याङ्किङ क्षेत्रलाई ग्रेडिङ गर्नुपर्छ। हिजोका दिनमा ब्याङ्कलाई ग्रेडिङ थियो। कृषि क्षेत्रमा हामी काम गर्थ्यौँ भने वाणिज्य क्षेत्रमा वाणिज्य ब्याङ्कले गर्थ्यो, सुन क्षेत्रमा नेपाल ब्याङ्क लिमिटेडले गर्थ्यो। आज प्रशस्त ब्याङ्कहरू आइसके, सबै अरूको प्रोडक्ट बेचिरहेको छ, हाम्रो प्रोडक्ट खै त। हिजो हामी कृषि क्षेत्रबाट सुरु भएका हौँ भने आज हामीले कृषि क्षेत्रलाई पनि समय लिन सकेका छैनौँ, वाणिज्य क्षेत्रलाई पनि हामीले पुरा रूपमा ओर्न सकेको स्थिति छैन। त्यसमानेमा राष्ट्र ब्याङ्कको प्रतिनिधि यहाँ हुनुहुन्न, ब्याङ्किङको ग्रेडिङ हुनुपर्छ। अब यदि ब्याङ्क सस्टेनेबल रूपमा जाने हो भने ब्याङ्किङको ग्रेडिङ हुनुपर्छ। यहाँ कर्णाली प्रदेशमा अवसर के छ, यहाँ 4वटा क्षेत्र छ, जल, जमिन, जङ्गल र जडीबुटी। यो 4वटा क्षेत्रलाई मात्रै हामीले सम्हाल्न सक्ने प्रोडक्ट ल्याउन सक्यौँ र त्यो प्रोडक्टहरूलाई हामीले चाहिँ इन्भेस्टमेन्ट गर्न सक्यौँ भने यहाँको रोजगारी समस्या समाधान हुन्छ। युवाहरू विदेश जानबाट रोकिन्छ। हामी त्यो क्षेत्रमा कसरी जाने? अब अहिले ब्याङ्किङ क्षेत्रमा यस्तो अप्ठ्यारो छ, लगानीको एकदम सस्तो ब्याजमा ऋण दिइरहेछ, तथापि ग्राहक आउन मागिरहेको छैन। हिजोका पुराना ग्राहकहरूको धितो भ्यालुएसन एकदम हाई थियो। सुर्खेत यो प्रदेशको अवधारणा आउने बित्तिकै सुर्खेतको रेट 80 बढ्यो, हाई मूल्याङ्कन भयो। अहिले पुराना ग्राहकहरूले ऋण थप्न लाग्यो, परियोजना थप्न लाग्यो, परियोजना प्रमोट गर्न लाग्यो भने कर्जा माग्दाखेरि उसको हिजोको धितो भ्यालुएसन गर्दाखेरि हिजोको लोनभन्दा पनि भ्यालुएसन घट्छ। अहिले त्यो व्यक्तिले लोन पाउन सक्दैन। नयाँ ग्राहकहरूले जो परियोजना सञ्चालन गर्न चाहिरहेछ त्यो ग्राहकहरूले लोन लिन सकिरहेको छैन, कारण व्यापारको मन्दी छ। यसले गर्दा अहिले ब्याङ्किङ क्षेत्र असाध्यै च्यालेन्जिङ अवस्थामा छ। र कृषि विकास ब्याङ्कले जसरी अहिले नेपाल सरकारले हामीलाई कृषि क्षेत्रमा लिड ब्याङ्कको रूपमा दिएको छ, यो पनि हाम्रो एउटा सौभाग्य गर्वको कुरा हो नि। त्यो लिड ब्याङ्कमा दिएको कुरालाई पनि
अहिले यो परदेशको अनुदानको ढिला सुस्तीले गर्दा पनि हाम्रो लोनहरू डिफल्ट भइरहेको अवस्था छ। टाइममा त्यो ब्याज आउँदैन रिटर्न, अनि ग्राहक पनि आतिन्छ। ग्राहकले त पहिल्यै बुझाइसकेको हुन्छ केही रिटर्न आयो भने अलिकति त्यसमा प्लस गरौँला भन्ने हुन्छ, त्यो पनि टाइममा आइरहेको अवस्था छैन। एकातिर गभर्मेन्टको त्यस्तो नीति छ, अर्कोतिर के छ भने हामीले चाहिँ ब्याङ्कलाई प्रोफिटमा लिनुपर्छ। म त सरकारी ब्याङ्कबाट पनि म प्राइभेट ब्याङ्क पनि 3 वर्ष चलाएको, मैले त्यहाँ एउटा रेकर्डै कायम गरेर त्यहाँबाट पनि निस्केँ हो। नेपालमा टप 5 मा पुर्याइदिया हो त्यो ब्रान्चलाई। 3 वर्षमा जम्मा 3 वर्ष चलाएको मैले त्यो ब्याङ्क। ढोका बन्द थियो त्यो ब्याङ्क, ज्योति विकास ब्याङ्क। प्राइभेटमा पनि हामी सक्षम भएको हो यहीँबाटै गएर। तर ब्याङ्कका प्रोडक्टहरू जसरी हामीले निक्षेपका प्रोडक्टहरू अहिले हामी चाहिँ स्वीकार नै सकेको अवस्था छैन, एकदम ब्याज घट्दो क्रममा छ। हिजोका दिनमा चाहिएको थियो हामीलाई निक्षेप, सहकारीले बढी ब्याज दिएर तान दिए अवस्था थियो। आजको दिनमा हामीलाई निक्षेप चाहिएको छैन र प्रशस्त निक्षेप आइरहेछ, हामीले धान्न सकेका छैनौँ। त्यसको इन्ट्रेस्ट मात्रै दिने हो भने हामी चाहिँ प्रफिट होइन लसमा छौँ। अहिले सहकारी क्षेत्रमा जानु, सहकारी सबै लसमा छ। किन भन्नुहुन्छ भने हिजो जम्मै ब्याङ्कहरूको डिपोजिट हाई ब्याज दिएर थुते, अहिले त्यो चाहिँ कोही आवधिक छ, कोही चाहिँ धेरै ब्याजमा छ। अब आवधिक त झिक्न मिलेन, अनि त्यसले गर्दा अर्थमा एकदम चलायमान छ। अघि अर्थमन्त्रीज्यूले भनेको एउटा कुरा मलाई एकदम घर लाग्यो, इकोनोमिक्समा ध्यान दिएको छ अरू राज्यले, चाइना र अमेरिकाले आर्थिक अर्थतन्त्र कसरी सुधार्ने भनेर। हामी त राजनीति कसरी सुधार्ने, व्यक्ति कसरी सुधार्ने, कसलाई अगाडि तान्ने भन्नेमा मात्रै व्यस्त छौँ। त्यसले गर्दा राजनीतिक अस्थिरता पनि एउटा मेन कुरा हो। र म अब के भन्न चाहन्छु भने सहरहरूलाई हाम्रो बिजनेसलाई प्रमोट गर्न हाम्रो लिडर चाहिँ चाहिन्छ। लिडर मात्रै भएन, त्यसको पछाडिको टुलहरू पनि चाहिन्छ। हिजो म छिन्चुमा म्यानेजर हुँदाखेरि नेपालमै एउटा रेकर्ड कायम गरेका थियौँ। मेरो टिमको साथीहरू सिंजाली भट्टाई सर यहीँ हुनुहुन्छ, उहाँहरूलाई तपाईँहरूले इनपुट गर्नुहोस्, त्यो प्रिन्सिपल अहिले लागू गर्नुहोस्, उहाँले त्यो ब्रान्चलाई त्यस्तो गर्न पुर्याउन सक्नुहुन्छ, उहाँसँग त्यो क्षमता छ, क्यापेसिटी छ। त्यस्तै अरू साथीहरू पनि यहाँ हुनुहुन्छ। अहिले त कम्प्युटर्समा एकदम दक्ष साथीहरू आउनु भएको छ। हाम्रो ब्याङ्किङ बिजनेस अलिकति पोहोर छ, हामी कृषककाम अलिकति कम गर्छौँ। प्राइभेट ब्याङ्कको म्यानेजर 7 बजे ढोकामा गइसकेका हुन्छ भने हामी 11 बजे जान्छौँ। आज यहाँ मलाई अलिकति दुःख लाग्यो, ग्राहक एउटा पनि आएको छैन। हाम्रो ब्याङ्कको यत्रो शुभ कार्यक्रम हो, 2-4 जना ग्राहक त आउनुपर्छ। खै ग्राहकको कुरा हामीले सुन्न पाएनौँ नि। हाम्रो कमजोरी छ कि या राम्रो पक्ष छ, दुईटा कुरा हामीले सुन्न पाएनौँ। ग्राहक भइदिएको भए ग्राहकले पनि आफ्ना कुरा राख्थ्यो, त्योबाट हामी पाठ सिकेर जान सक्थ्यौँ। हामी पूर्व कर्मचारी छौँ, हामी पूर्व कर्मचारीलाई एकचोटि पनि सम्झिँदैन ब्याङ्कले, तर हामी चाहिँ सम्झिन्छौँ है। किनभने हामीले 13% तपाईँहरूको यस वर्षको बोनस थाहा छ, सेयर बोनस, त्यो त ब्याङ्कले हामीलाई दिएको छ नि। 13%मा 9.75 क्यास दिएको छ, 2.25 चाहिँ बोनस सेयर दिएको छ। यो हाम्रो लागि पैसा होइन र। त्यसकारण हामीले त के भन्ने गर्छौँ, म त मार्केटमा जहिले पनि चिया पसलमा पनि कृषि विकास ब्याङ्कको बयान गर्छु, एउटा प्रोडक्ट बेच्ने प्रयास गर्छौँ, एउटा निक्षेप तान्ने प्रयास गर्छौँ। हामीबाट पनि त्यो कमजोरी भएको होला, यहाँहरूले हामीलाई पनि घचघच्याउनुहोस्। हामी कृषि विकास ब्याङ्कलाई हर हमेसा सहयोग गर्न तयार छौँ। र त्यसको सँगसँगै यहाँहरूले के गर्नुहोस् भने हामीले के गरेर हुन्छ भनेर नसोच्नुहोस्। यहाँको निर्देशकज्यू असाध्यै परिपक्व हुनुहुन्छ, पुरानो हुनुहुन्छ, अनुभवी हुनुहुन्छ। हाम्रो क्षेत्रमा कृषि विकास ब्याङ्कले नुनदेखि सुनसम्म लगानी गर्छ, कुन क्षेत्रमा गर्दैन? यहाँको अहिले एकदम अवसर भनेको टुरिज्म छ, रारा यहीँ छ, विभिन्न तालहरू, फसुन्डो ताल यहीँ छ, यहाँको अर्ग्यानिक उत्पादन छ। होमस्टे सुरु गर्ने त्यतातिर लगानी गर्नुहोस्, जडीबुडी प्रशोधन गर्नुहोस्। जडीबुडी प्रशोधनको लागि चाहिँ ठुलो उद्योगहरू कसरी सञ्चालन गर्ने, नयाँ क्षेत्र खोज्नु पऱ्यो नि। अब हामीले उही चाहिँ भेडा बाख्रा, उही गाई भैँसी, उही चाहिँ तरकारी खेती, स्थानीय उत्पादन। खै यहाँको चिनो छ, काबुनो छ, भटमास छ, यस्तो उत्पादनलाई पनि प्रेसर दिएर हामीले त्यो आत्मनिर्भर गराउनु पर्यो भने आज काठमाडौँका ठुल्ठुला तारे होटलमा त्यो चिनो काबुनोको खाद्यहरू असाध्यै महँगोमा बिक्री भइरहेछ। हामीले त्यसमा लगानी गरेको रेकर्ड छैन। हिजो हामी सिजनमा धान चामलको बिल काट्दै ठिक्क हुन्थ्यो,
हिजो लगानी गर्दाखेरि आज हामीले खाद्यान्नमा लगानी गरेको रेकर्ड छैन। त्यसकारण हाम्रा असाध्यै च्यालेन्जिङ छ। हिजोको कुरा हामीले छोड्ने, आजको कुरा जोड्ने हो। तर हिजोको कुरालाई हामीले बिर्स्यौँ भने हामी धराशयीमा जान्छौँ। किनभने हाम्रो अधिकांश ग्राहकहरू ग्रामीण एरियामा छन्। हाम्रो देशैभरि सञ्जाल छ। 9 लाखभन्दा बढी हाम्रा सेयर रहने छन्। यतिलाई मात्रै हामीले गर्न सक्यौँ भने हाम्रो बिजनेस फर्मै पनि पर्छ हुन्छ। बिजनेस प्रमोट गर्नलाई नयाँ क्षेत्र खोज्नुपर्छ। केन्द्रले पनि त्यो अनुसार गरोस् भन्ने शुभकामना दिन चाहन्छु। र मलाई चाहिँ अब टाइमको पनि ख्याल राख्नुहोस् भन्ने सूचना आइसकेको छ। र अब अर्थमन्त्रीज्यू यहाँ भइदिए म अलिकति अझै भन्नेवाला थिएँ। यो प्रदेशसँग रिलेटेड कुराहरू त्यो भन्ने अवसर मिलेन। कुनै बेला कुनै फ्लोरमा भनौँला। र यो कृषि विकास बैङ्कको भावी नयाँ रणनीति, नयाँ प्रोडक्ट आओस्, यहाँको कर्मचारीको मनोबल उच्च होस् भन्ने मेरो व्यक्तिगत तर्फबाट शुभकामना दिँदै, मेरो पूर्व कर्मचारी साथीहरूबाट पनि हार्दिक शुभकामना दिँदै मेरो 2 मन्तव्य यहीँ शेष गर्छु। हस्, धन्यवाद, नमस्कार। यस कार्यक्रमका अतिथि एवं पूर्व कर्मचारी समाजका अध्यक्ष श्री गङ्गा प्रसाद चौलागाई सरलाई उहाँलाई आफ्नो महत्त्वपूर्ण सुझावसहित शुभकामना मन्तव्य टुङ्ग्याएर गइसक्नु भएको छ। मन्तव्यकै क्रममा समयको पाबन्दीका कारण हामीले 4वटा युनियनका पदाधिकारी एवं प्रमुखज्यूहरूलाई बोल्ने समय चाहिँ दिन नसकेर उहाँहरू सल्लाह बमोजिम एउटा युनियनको प्रतिनिधि एवं प्रमुखलाई बोल्ने कार्यक्रम राखेका छौँ। तसर्थ शुभकामना मन्तव्यको निमित्त कृषि विकास बैङ्क, नेपाल वित्तीय संस्था कर्मचारी सङ्घ, कृषि विकास बैङ्क लिमिटेड, कर्णाली प्रदेश समिति सुर्खेतका अध्यक्ष श्रीमान बहादुर खड्काज्यूलाई आफ्नो छोटो शुभकामना मन्तव्य राखिदिनु हुन म हार्दिक अनुरोध गर्न चाहन्छु। साझा समृद्धिको लागि सबैको रोजाइको बैङ्क कृषि विकास बैङ्क लिमिटेडको 59औं वार्षिक उत्सवका सभाध्यक्ष कर्णाली प्रदेशका निर्देशकज्यू, यस कार्यक्रमका प्रमुख अतिथि कर्णाली प्रदेश सरकारका अर्थमन्त्रीज्यू, विशिष्ट अतिथि नेपाल बैंकर एसोसिएसन कर्णाली च्याप्टरका अध्यक्षज्यू, विशिष्ट अतिथि राष्ट्र बैंकका प्रमुख प्रतिनिधिज्यू, यहाँ अतिथिको रूपमा उपस्थित हुनुभएका वाणिज्य बैंकका प्रदेश प्रमुखज्यू, त्यसै गरी अतिथिको रूपमा उपस्थित हुनुभएका नेपाल बैंक लिमिटेडका प्रदेश प्रमुखज्यू, यस कार्यक्रममा हाम्रो निम्तोलाई स्वीकारेर अतिथिको रूपमा उपस्थित हुनुभएका उद्योग वाणिज्य सङ्घका प्रतिनिधिज्यू, आफ्नो ऊर्जाशील समयलाई व्यतीत गर्दै कृषि विकास बैङ्कलाई दिँदै यो बैङ्कलाई यो स्थानसम्म पुर्याउनु हुने यस कार्यक्रमका अतिथि कृषि विकास बैङ्क लिमिटेड पूर्व कर्मचारी समाजका अध्यक्ष तथा सम्पूर्ण साथीहरू, त्यसै गरी यस कार्यक्रममा उपस्थित हुनुभएका प्रबन्धकज्यूहरू, यहाँ उपस्थित हुनुभएका हाम्रो बैङ्कमा क्रियाशील 4वटा युनियनका अध्यक्षज्यूहरू, त्यसै गरी यस कार्यक्रममा उपस्थित हुनुभएका सम्पूर्ण साथीहरूलाई हाम्रो बैङ्कमा क्रियाशील 4वटा युनियनको तर्फबाट हार्दिक नमस्कार व्यक्त गर्न चाहन्छु। नमस्कार। सर्वप्रथम कृषि विकास बैङ्कको नेपालको ब्याङ्किङ सेक्टरको इतिहासमा 59औं आफ्नो बैङ्क दिवस 59औं बैङ्क दिन पुरा गर्न सफल भएकोमा कृषि विकास बैङ्कलाई हार्दिक शुभकामना व्यक्त गर्न चाहन्छु र यो बैङ्क अझै लामो समय 100औं वर्ष र अनवरत रूपमा आफ्नो सेवा प्रदान गर्न सकोस् भन्ने म शुभकामना व्यक्त गर्न चाहन्छु। हामी 4वटा क्रियाशील युनियनको तर्फबाट यो कुरा म व्यक्त गर्न चाहन्छु। यहाँ मलाई खुसी लागेको छ, निकै लामो समय चाहिँ हाम्रो बैङ्कमा काम गरेर आफ्नो ऊर्जाशील समय बैङ्कलाई दिएर अझै पनि अरू बैङ्कमा काम गरेर आएर पनि हामीलाई निकै सुझाव सल्लाह दिनुभयो। उहाँको लागि म हार्दिक नमन व्यक्त गर्न चाहन्छु। तपाईहरुले को हिजो लगन, तपाईहरुको हिजोको उत्साहले अहिले बैङ्क यो स्थानसम्म पुगेको छ र यो अवस्थामा आएको छ। पक्कै पनि भन्नुभयो, हिजो तपाईहरुले एउटा म्यानुअली ट्रान्जेक्सन गरेर अहिले चाहिँ डिजिटलाइजेसन एउटा 1 क्लिकको भरमा सबै कार्यहरू चाहिँ हुने, ब्याङ्किङ ट्रान्जेक्सन हुने अवस्थामा आइपुगेको छ। यसको लागि तपाईहरुका ती पाइलाहरू हाम्रोको लागि अवश्य पनि प्रेरणादायी छन्।
त्यसको लागि म धन्यवाद दिन चाहन्छु र आगामी दिनमा हामी पनि आउँदो पुस्तालाई यसरी नै हस्तान्तरण गर्नेछौँ भन्ने कुरा चाहिँ म व्यक्त गर्न चाहन्छु। कृषि विकास बैंक नेपालको इतिहासमा सामान्य एउटा सहकारी पद्धतिबाट स्थापना भएर अहिले सम्पूर्ण बैंकिङ सेवा सुविधासहित नेपालको सबै जिल्लाहरूमा अहिले आफ्नो सेवा प्रदान गरिरहेको छ। कर्णालीमा पनि 10वटा जिल्लामा 21वटा शाखा मार्फत हामीले सरकारी तथा सम्पूर्ण सुविधाहरू हामीले प्रदान गरिरहेका छौँ। कृषि विकास बैंक कर्णाली प्रदेशले कर्णाली क्षेत्रको दुर्गम भनिने जाजरकोट जिल्लाको 3वटा गाउँपालिका सहित जिल्ला कार्यालय, त्यसैगरी कालीकोटको 3वटा असाध्यै विकट भनिने हामी 3टा गाउँपालिका कार्यालयहरूमा हामीले अनवरत रूपमा सम्पूर्ण बैंकिङ सेवा सुविधासहित हामीले आफ्नो बैंक त्यहाँ पुर्याएका छौँ र त्यहाँबाट हामीले सम्पूर्ण सुविधाहरू प्रदान गरेका छौँ। त्यसैगरी कर्णाली प्रदेशमा हामीले सबै जिल्लाहरूमा जिल्लास्थित कार्यालयहरू पनि त्यहाँ छ र प्रदेश राजधानी सुर्खेतमा गर्ने बैंकिङ क्रियाकलाप र त्यहाँ गाउँपालिकामा गर्ने बैंकिङ क्रियाकलाप हाम्रो एउटै किसिमको छ। त्यस कारणले बैंक चाहिँ अझै अगाडि बढेको छ र अझै बढोस् भन्ने म शुभकामना व्यक्त गर्न चाहन्छु। बैंक स्वभावैले एउटा नाफादायक संस्था हो, तर कृषि विकास बैंक 51% सरकारको लगानी भएको हुँदा स्टेक होल्डर सरकार पनि हो, उसलाई पनि हामीले आफ्ना गर्नुपर्ने कर्तव्यहरू र बैंकले गर्नुपर्ने क्रियाकलापहरू गरेका छौँ। त्यसैगरी नियमनकारी निकाय नेपाल राष्ट्र बैंकले हामीलाई दिएको गाइडलाइन, त्यसैगरी नेपाल सरकारको अर्थनीति बजेट तथा कार्यक्रम, त्यसैगरी प्रदेश सरकारको बजेट तथा कार्यक्रम अन्तर्गतका नीति नियमहरू कार्यान्वयनमा कृषि विकास बैंकले सधैँ पालना गरेको कुरामा व्यक्त गर्न चाहन्छु। अर्थमन्त्रीज्यू बोलेर गइसक्नुभयो। नेपाल सरकार कर्णाली प्रदेश सरकारले सञ्चालन गरेको अनुदानको कार्यक्रममा सबैभन्दा बढी चाहिँ लगानी गर्ने कृषि विकास बैंक नै होला जस्तो मलाई लाग्छ कर्णाली प्रदेशमा, र यो अझै पनि हामी नियमितता दिनेछौँ भन्ने कुरामा व्यक्त गर्न चाहन्छु। बैंक अघि मैले भनिसकेँ नाफादायक संस्था हो, नाफा त कमाउनुपर्छ, तर कृषि विकास बैंक भनेको सुख दुःखमा सधैँ सुख दुःखमा साथमा हुन्छ। भूकम्प जाँदा होस् या कोरोना लाग्दा होस् या यस्तै कुनै महामारी हुँदा होस्, हाम्रो बैंकले सधैँ सहयोग गरिरहेको हुन्छ। हिजोको दिनमा हामी प्रत्यक्ष रूपमा पनि हिजो यहाँ भूकम्प गएको थियो जाजरकोट केन्द्रबिन्दु भएर, त्यो ठाउँमा पनि गएर हामीले सक्ने सहयोग यहाँबाट गरेका थियौँ भने हाम्रो बैंकले केन्द्रबाट नै त्यो दैविक प्रकोप कोषमा पनि ठुलै रकम चाहिँ सहयोग गरेको थियो र यस्ता सहयोगहरू चाहिँ सधैँ गरिरहनेछ भन्ने कुरामा पनि म आश्वस्त छु। थोरै म हाम्रो एनबिएको अध्यक्षज्यू पनि हुनुहुन्छ, उहाँ मार्फत अहिले चाहिँ बैंकिङ सेक्टरमा भइरहेको कुरामा व्यक्त गर्न चाहन्छु। अहिलेको समयमा अर्थमन्त्रीज्यूले भनिसक्नु भएको छ, बैंकको ब्याज दर घटिरहेको छ, बेस रेट घटिरहेको छ, हामी चाहिँ लगानी योग्य रकम थुप्रिएको छ तर लगानी हुन सकिरहेको छैन। किन होला? यस्ता कुराहरू चाहिँ हाम्रो राष्ट्र बैंकको सर त हुनुहुन्न, तर वाणिज्य बैंक नेपाल बैंकको निर्देशकज्यूहरू हुनुहुन्छ, उहाँहरू हामी सबै बसेर यसबारेमा गहिरो एनालाइसिस गर्न आवश्यक छ। हामी लैजाउँ भन्दा पनि लिन आइरहेका छैनन्। किन होला? निजी क्षेत्र उत्साहित हुन सकिरहेको छैन। उद्योग वाणिज्य सङ्घको प्रतिनिधि हुनुहुन्छ, तर उत्साहित छैन निजी क्षेत्र। लगानी नबढ्नुको अर्थ भनेको निजी क्षेत्र उत्साहित छैन। त्यसको लागि हामीले उहाँहरूले विश्वास गर्ने वातावरण चाहिँ बनाउन आवश्यक छ र यस्ता कुराहरू एनबिए मार्फत कर्णाली प्रदेश सरकार, नियमन निकाय राष्ट्र बैंकलाई चाहिँ पुर्याउनु हुनुहुन्छ भन्ने कुरा म चाहिँ एनबिएको सरलाई अनुरोध गर्न चाहन्छु। र अर्को कुरा, सबै क्षेत्रमा चुनौती बढेको छ, तर अझै बैंकिङ सेक्टरमा थुप्रै चुनौती बढिरहेको छ। हाम्रो बैंकमा पनि बैंक छोड्ने कर्मचारीहरूले बैंक छोड्ने टर्नओभर बढिरहेको छ। त्यसै गरी सम्पूर्ण बैंकिङ सेक्टरको यो चुनौती हो जस्तो मलाई लाग्छ। यस्तो किन भइरहेको छ? म एउटा ट्रेड युनियनमा काम गर्ने र क्रियाशील युनियनमा नेतृत्व गर्दै गर्दाखेरि र त्यसको सदस्य हुँदै गर्दाखेरि हामीलाई चिन्ता लाग्छ, किन यो क्षेत्र यस्तो भइरहेको छ? मान्छे अहिले चाहिँ काम उत्साहित भइरहेका छैनन्। बैंकले सेवा सुविधा दिएकै छ, तर चाहिँ कर्मचारीहरू किन उत्साहित हुन सकिरहेका छैनन्? यो एउटा सोचनीय विषय हो। यसमा चाहिँ हाम्रो
प्रदेश व्यवस्थापन त्यसै गरी हाम्रो निर्देशकज्यूहरू र एनबिएको अध्यक्षज्यूलाई पनि म यो अनुरोध गर्न चाहन्छु, यस्ता कुराहरू चाहिँ विश्लेषण हुनुपर्छ अनि मात्रै ब्याङ्किङ सेक्टर अगाडि जान सक्छ भन्ने कुरा व्यक्त गर्न चाहन्छु। त्यसै गरी प्रदेश सरकारले कर्णाली क्षेत्रलाई कसरी अगाडि बढाउन सक्छ, यहाँको अर्थतन्त्रलाई कसरी अगाडि बढाउन सक्छ, त्यसमा बैङ्कको भूमिका के हुनसक्छ र यस्ता कुराहरू पनि हाम्रो एनबिएको सरले विश्लेषण गरेर पक्कै पनि कर्णाली प्रदेश सरकारलाई सुझाव दिनुहुनेछ भन्ने कुरा चाहिँ म व्यक्त गर्न चाहन्छु। र यो शुभकामना कार्यक्रम भएको हुनाले धेरै कुरा नगरी बैङ्कलाई यो स्थानसम्म पुर्याउनु हुने सेवाग्राही हाम्रो भगवान रूपी सेवाग्राही सेयर होल्डर नेपाल सरकार, त्यसै गरी हाम्रो ऊर्जा र प्रेरणाको स्रोत पूर्व कर्मचारीज्यूहरू सम्पूर्णलाई धन्यवाद दिँदै त्यसै गरी सम्पूर्ण हाम्रो बैङ्कमा कार्यरत साथीहरूलाई पनि शुभकामना व्यक्त गर्दै हामी कर्णाली प्रदेशमा कार्यरत 4वटा क्रियाशील युनियनको तर्फबाट बैङ्कको उज्जवल प्रगतिको शुभकामना व्यक्त गर्दै बैङ्क रहेमा मात्रै कर्मचारी रहन्छौँ, बैङ्क रहेमा मात्रै सेयर होल्डर रहन्छौँ, बैङ्क रहेमा मात्रै हामीले नाफा र नोक्सानको कुरा गर्छौँ भन्ने कुरा हामी युनियनहरूले बुझेका छौँ भन्ने कुरा म व्यक्त गर्दै र यो कार्यक्रमको पूर्ण सफलताको शुभकामना व्यक्त गर्दै र बैङ्कलाई फेरि पनि शुभकामना व्यक्त गर्दै बिदा हुन चाहन्छु। हस्त नमस्कार, जय कृषि विकास बैङ्क। धेरै धेरै धन्यवाद नेपाल वित्तीय संस्था कर्मचारी सङ्घ। म मन्तव्यको क्रमलाई अगाडि बढाउन अनुमति चाहन्छु। आजको यस कार्यक्रमका अतिथि राष्ट्रिय वाणिज्य बैङ्क लिमिटेड कर्णाली प्रदेश कार्यालय सुर्खेतका प्रादेशिक प्रमुख श्री दुष्यन्त राज निर्मला सरलाई छोटो शुभकामना मन्तव्य राखिदिनुको निमित्त हार्दिक अनुरोध गर्न चाहन्छु। धन्यवाद उद्घोषकज्यू। यस कृषि विकास बैङ्कको 59औं वार्षिकोत्सव समारोहका अध्यक्ष एवं कर्णाली प्रदेश कृषि विकास बैङ्कका निर्देशक अनुप सर, प्रमुख अतिथि आर्थिक मामिला मन्त्री यहाँबाट गइसक्नुभयो राजविक्रम शाहज्यू, विशिष्ट अतिथि कर्णाली प्रदेश बैङ्कर एसोसिएसनका अध्यक्ष दिवाकर जोशीज्यू, यसै गरी नेपाल बैङ्क लिमिटेडका प्रतिनिधिज्यू सुमन राज थापाज्यू, वाणिज्य सङ्घका प्रतिनिधिज्यू, बैङ्कका अग्रजज्यू र विभिन्न शाखा प्रबन्धकज्यू लगायत यो समारोहमा उपस्थित आदरणीय सम्पूर्ण कर्मचारी साथीहरू, उद्योग व्यापारी व्यवसायी महोदयहरू र आमन्त्रित महानुभावहरू र मलाई पनि राष्ट्रिय वाणिज्य बैङ्कको प्रतिनिधिको रूपमा यहाँहरूलाई आफ्नो यस भव्य समारोह कार्यक्रममा बोलाएर 2-4 शब्द मन्तव्य दिने जुन अनुमति दिनुभएको छ त्यसको लागि धेरै धेरै धन्यवाद दिन चाहन्छु। र कृषि विकास बैङ्कको यो 59औं वार्षिक उत्सव पहिलो कुरो त कृषि विकास बैङ्क अझै आफ्नो ज्वलन्त व्यवसायिक कार्यक्रमहरू लिएर अझै अगाडि बढोस् र अझै प्रगति होस् र यसले कृषकहरूको आधार विकास र समृद्धिका कुराहरू अगाडि ल्याएर जाओस्, अझै यसको उन्नति होस् भन्ने शुभकामना व्यक्त गर्न चाहन्छु। र हामीले कृषि विकास बैङ्क एउटा कृषकहरूको माझमा पुगेकै छ कि यो नामैमा विकास र समृद्धिको बैङ्क हो भन्ने लाग्छ। नेपालमा कृषिलाई नै बढी जोड दिएर कृषिलाई व्यावसायिक रूपमा प्रवर्तन गर्ने र आय आर्जनको रूपमा यसको विकास गर्ने र कृषि औद्योगिकीकरण गर्नेको रूपमा कृषि विकास बैङ्कले आज आफ्नो कार्यहरू अगाडि बढाउँदै गइरहेको छ।
र सम्पूर्ण नेपाल एउटा विकासको समृद्धिको बाटोमा ल्याउने नै कृषि विकास बैङ्क हो भन्ने लाग्छ। किनभने दूर दराजका अत्यन्त ठाउँहरूमा पनि कृषि विकास बैङ्क आज आफ्नो कारोबार सञ्चालन गरिरहेको छ र त्यसमा कृषि विकास बैङ्कले त्यति मात्रै होइन कि एउटा वाणिज्य बैङ्क कमर्सियल बैङ्ककै रूपमा पनि औद्योगिक क्रान्तिको लागि पनि काम गरिरहेको छ, आफ्ना सेवाहरू विस्तार गरिरहेको छ र अझ यो कर्णालीलाई हेर्ने हो भने कर्णालीको कुरामा कर्णालीको विकासका लागि कर्णालीको कृषिको विकासका लागि अझै यसले महत्त्वपूर्ण भूमिका खेलेको छ भन्ने लाग्छ र खेलिरहेको छ र कृषि नेपालको एउटा औद्योगिक विकासको आधार हो। यसलाई कृषिलाई विकासको लागि चाहिँ एउटा रैथाने बालीहरूकादेखि लिएर रैथाने व्यवसायदेखि लिएर यसले औद्योगिक क्रान्ति अर्थात् कुनै पनि समाज कुनै पनि गाउँघरमा एउटा आय आर्जन गर्ने व्यवसायको रूपमा यसलाई व्यवसाय गर्ने र आर्थिक उन्नति गर्ने आम्दानी जेनेरेट गर्ने विकास स्रोतको रूपमा कृषि विकास बैङ्कले एकदम न्यूनतम रूपमा काम गरेको छ भने अर्कोतर्फ चाहिँ कृषि विकास बैङ्कले औद्योगिक क्रान्तिको रूपमा पनि नेपालको समृद्धि र विकासको लागि काम गरेको छ। त्यसको लागि पनि म शुभकामना दिन चाहन्छु। हामी पनि राष्ट्रिय वाणिज्य बैङ्क पनि एउटा सरकारी बैङ्क हो र एउटा सरकारी बैङ्कको नाताले के भन्न चाहन्छु भने हामी पनि हातेमाले गरेर कृषि विकास बैङ्क नेपाल बैङ्क लिमिटेडसँग यसै गरी अन्य वाणिज्य बैङ्कहरूसँग नै हातेमाले गरेर अझ पनि यस ठाउँमा यस कर्णालीका 10वटा जिल्लामा दूर दराजमा कहाँ कसरी कुन चाहिँ व्यवसायलाई हामीले लगानी गर्दाखेरि प्रवर्तन गर्दाखेरि त्यस ठाउँको विकास हुन्छ, त्यस ठाउँको उन्नति हुन्छ र त्यहाँका मान्छेहरूको त्यहाँका व्यक्तिहरूको आय आर्जन वृद्धि हुन्छ। त्यसमा हामी पनि यहाँहरूसँग सहकारी गरेर हातेमालो गरेर कार्य गर्ने पनि हामी तयार छौँ र माननीय मन्त्रीज्यू अहिले भर्खरै हामीबाट बिदा भएर जानुभएको छ। उहाँले वास्तवमा हामीले चाहिँ अलिकति जसरी हुन्छ काम गर्नुपर्ने हो त्यो काम गर्न सकेनौँ। हामीले राजनीति मात्रै कुरा गऱ्यौँ र हामीले आर्थिक कार्यहरू कम गऱ्यौँ भन्नुभयो र वास्तवमा यो सही नै हो। हामीलाई कति कुराहरू बैङ्क भइसकेपछि नियामक निकाय छ र यसमा हाम्रो राष्ट्र बैङ्कको प्रतिनिधिज्यू पनि यहाँ उपस्थित हुनुभएको या निमन्त्रणा भएको छ र अलिकति नियामक निकाय त्यसमा पनि अब नेपाल सरकार त्यसमा पनि यहाँको प्रदेश सरकार सबैसँग मिलेर हामी बैङ्कहरूले दूर दराज अर्थात् कुन ठाउँलाई फोकस गर्दाखेरि राम्रो हुन्छ, कुन ठाउँलाई चाहिँ हामीले अहिलेको आवश्यकता हो र त्यस्ता ठाउँमा चाहिँ अलिकति हाम्रा लगानीका बाटाहरू लगानीको एउटा वातावरण चाहिँ सृजना भइदिएदेखि हामी बैङ्कहरू लगानीको लागि अत्यन्त इच्छुक छौँ र उत्साहित छौँ भन्ने हामीलाई लाग्छ र त्यसको लागि अब कर्णालीकै रूपमा हेर्ने भने पनि हामीसँग यहाँ एउटा अब खाद्य फलफुलको भण्डारको रूपमा हामी पाउँछौँ, जडीबुटीको भण्डारको रूपमा पाउँछौँ, विभिन्न रैथाने बालीहरूको भण्डारको रूपमा पाउँछौँ कर्णालीलाई। अब तर त्यस्ता ठाउँमा पाए पनि हामीले त्यो व्यक्तिलाई त्यो फोकस गरेर जो व्यक्ति हो त्यसलाई लगानी गर्न सक्ने अवसर अहिलेसम्म हामीलाई जुटेको छैन। जोसँग 40वटा बाख्राहरू छन्, जोसँग 50वटा स्याउका बोटहरू छन्, जोसँग अलिकति जडीबुटी छ, त्यस्तो ठाउँमा हामीले लगानी गर्न सक्ने वातावरण अझै पनि मिलेको छैन र त्यो वातावरण चाहिँ नियामक निकाय नेपाल सरकार प्रदेश सरकारले हामीलाई गरोस् र त्यसमा हामी सरकारी बैङ्क अझ सम्पूर्ण हामी वाणिज्य बैङ्कहरू सबै बरु एक भएर हामी त्यसमा लगानी गरौँ र कर्णालीको विकासको लागि र यहाँको समृद्धिको लागि आय आर्जनको लागि र उन्नति प्रगतिको लागि हामी सबैजना एकजुट भएर काम गरौँ भन्ने मन्तव्य राख्दै फेरि पनि मलाई यो ठाउँमा र अर्को कुरो चाहिँ हामीले लगानी त गर्छौँ तर कस्तो भने न व्यापारीको कन्फिडेन्स बढिराखेको छैन कर्जा लिनको लागि। अर्को कुरो कृषकहरूलाई हामीले मोटिभेट गर्नै सकेका छैनौँ र कसरी हुन्छ
एउटा कृषकलाई मोटिभेट गर्ने र उद्योगी व्यापारी व्यवसायीहरूको कन्फिडेन्स बिल्डअप गर्न हामी ब्याङ्कर र अहिलेको सरकार यहाँको प्रदेश सरकारले कस्तो भूमिका निर्वाह गर्नुपर्छ अर्थात् यस किसिमको एउटा इन्ट्रेक्सन हामीले एउटा राखौँ, सबै एउटा टेबलमा आउँ र एउटा केही काम समृद्धिको एउटा केही विकासको मार्गपथ फैलाउँ भन्ने कुरा राख्दै फेरि पनि मलाई बोलाएर यस वार्षिक उत्सव समारोहमा यहाँले 2-4 शब्द बोल्न दिनुभयो, त्यसको लागि फेरि पनि पुनः यहाँलाई धन्यवाद दिँदै म 2टा शब्द यही टुङ्ग्याउँछु। धन्यवाद। कृषि युनियनका अध्यक्षज्यूहरू र सम्पूर्ण सहभागी सर म्याडमहरूलाई म प्रहरी परिषदको तर्फबाट स्वागत अभिवादन तथा नमस्कार गर्न चाहन्छु। कृषि विकास ब्याङ्क नेपालको अर्थतन्त्रको मेट्रोपोलिटन ब्याङ्क हो। यो ब्याङ्कको स्थापना 2024 सालमा भएको थियो र विभिन्न खास गरी साना किसान विकास कार्यक्रम विकास ब्याङ्क र हुँदै र ब्याङ्किङ कारोबार गर्दै यो ब्याङ्कले चाहिँ 2062 सालदेखि विद्युत रूपमा चाहिँ एउटा बाफे एक्टमा बाफे एक नेपाल राष्ट्र ब्याङ्क ऐन र कम्पनी ऐन बमोजिम चाहिँ एउटा एक क्लासको कमर्सियल ब्याङ्कको रूपमा चाहिँ विद्युत रूपमा अहिले चाहिँ फुल फेज ब्याङ्किङको रूपमा आफ्नो सेवाहरू प्रदान गर्दै आइरहेको अवस्था पनि छ र हाल ब्याङ्कले चाहिँ स्वच्छ सुशासन कायम गर्दै के अरे नेपाल राष्ट्र ब्याङ्कको ऐन नियम र नेपाल सरकारको बजेट नीति कार्यक्रमभित्र रहेर चाहिँ स्वच्छ सुशासन कायम गर्दै विविध आफ्नो चाहिँ एउटा कर्जा विस्तार निषेध सङ्कलनदेखि लिएर आफ्नो विविध कार्यक्रमहरूमा के अरे ग्राहक मैत्री व्यवहारहरू व्यवस्थापन गर्दै र अनि के अरे सूचना प्रविधिमा चाहिँ आधुनिकीकरण गर्दै डिजिटलाइजेसनमा फोकस गर्दै खास गरी ब्याङ्कले चाहिँ अहिले कृषि विकास ब्याङ्कको अहिलेको सन्दर्भमा भन्नुपर्दा कृषि कर्जामा विशेष फोकस गर्दै अग्रणी ब्याङ्कको रूपमा अगाडि बढ्दै कृषिलाई चाहिँ विशेष फोकस गर्ने गरी आफ्नो कार्यक्रमहरू सञ्चालन गर्दै अगाडि बढिरहेको अवस्था पनि छ र अहिले धेरै कुरोहरू आइसकेका छन्। अब हाम्रा उद्योग वाणिज्य सङ्घको सरहरूले र हाम्रो पूर्व कर्मचारीज्यूहरू लगायत हाम्रो मन्त्रीज्यूले पनि धेरै कुरो एक्सन भएको छ। अब अहिले सबैभन्दा ठुलो चुनौती भनेको पनि ब्याङ्किङ क्षेत्रमा तरलता अधिक छ, कर्जा बढ्न सकिरहेको अवस्था छैन। अहिलेको ब्याङ्किङ क्षेत्रको ठुलो चुनौती नै यही नै हो। त्यो भएर अहिले हामीले चाहिँ अलिकति कृषि कर्जामा विशेष फोकस गर्ने, अहिले स्टार्टअप कर्जाहरूमा जोड दिने भनेर चाहिँ हामीले व्यापक हाम्रो कार्यक्रमहरू अगाडि बढिरहेको अवस्था पनि छ। अब अन्त्यमा चाहिँ अब यो कर्णाली प्रदेश सदनमा भन्नुपर्दा चाहिँ हामीले 21वटा कार्यालय मार्फत चाहिँ हामीले चाहिँ आफ्नो सेवाहरू प्रदान गर्दै आइरहेको अवस्था छ र कर्णाली प्रदेश सन्दर्भमा भन्नुपर्दा झनै 1,84,782 जना निक्षेपकर्ताबाट करिब 5,80 करोड निक्षेप हामी सङ्कलन गरेको अवस्था पनि छ। त्यसै गरी 4,540 जना कर्जा ग्राहकबाट करिब 5,35 करोडको कर्जा विस्तार गरी समग्र कर्णाली प्रदेशको आर्थिक सामाजिक विकासमा महत्त्वपूर्ण योगदान हाम्रो कृषि विकास पनि पुर्याउँदै आइरहेको अवस्था छ र अबको दिनमा पनि हामीले व्यापक रूपमा चाहिँ हामीले कर्जा विस्तार गरी अब यो क्षेत्रको चाहिँ आर्थिक सामाजिक विकासमा महत्त्वपूर्ण योगदान पुर्याउने गरी हामीले कार्यक्रम सञ्चालन गर्ने योजना पनि हामीले बनाएका छौँ। त्यो भएर हाम्रो उपस्थित हुनुभएका सम्पूर्ण अब ग्राहक महानुभावहरूलाई के भन्न चाहन्छु भने कृषि विकास ब्याङ्कमा आएर आफ्नो अब हाम्रो सेवाहरू उपयोग गरिदिनु अनुरोध गर्छु र खास गरी हाम्रो कर्जाहरूमा ब्याज दर पनि घटेको अवस्था छ। त्यसले कर्जाहरू व्यापक रूपमा चाहिँ लगिदिनु पनि अनुरोध गर्छु र आफूले चाहिँ अलिकति आफ्नो चिने जानेका आफ्नो व्यापारी साथीभाइहरू कृषकहरूलाई कृषि विकास ब्याङ्कमै गएर कारोबार गरिदिनु अनुरोध गर्छु। हुनसक्छ हामीसँग केही कमी कमजोरी हुनसक्छ होइन, अहिले कुराहरू उठाएका छन् र हामीले आफ्नो व्यवसायलाई ग्राहक मैत्री बनाउँदै खास गरी ग्राहक सम्बन्धी सम्बन्ध विस्तार गर्दै अगाडि बढाउने हामीले व्यापक रूपमा रणनीति बनाएको हुनाले कस्टमर इङ्गेजमेन्ट कार्यक्रम पनि व्यापक रूपमा हामी गर्ने योजना आगामी दिनमा हामीले गर्दै आएका छौँ होइन। र विगतमा हामीबाट के कमी कमजोरी भएका छन् भने हामी यसबाट क्षमा याचना पनि मान्न चाहन्छौँ, किनभने अब ठुलो संस्था हो, हुनसक्छ अब हामीले तपाईँहरूसँग गर्ने व्यवहारहरू केही कमी कमजोरी भयो होला नि होइन, तर पनि तपाईँ हामी भनेको एउटै घर आँगनको ब्याङ्क एउटा तपाईँ कृषक गरेको एउटा निक्षेपकर्ताहरूबाट र उहाँको सेयरबाट ब्याङ्क चलेको हुनाले चाहिँ तपाईँ हाम्रो सम्बन्ध चाहिँ नग्रा मान्छे जस्तो हुनु पनि पर्छ। त्यो हुनाले यो सरकारी ब्याङ्क पनि भएको हुनाले चाहिँ अब सदैव यहाँले माया गरिदिनुहुन्छ भन्ने मैले अपेक्षा पनि राखेको छु। र अन्त्यमा यो कार्यक्रममा धैर्यतापूर्वक सहभागी भइदिनु भएकोमा सम्पूर्ण उपस्थित भएका महानुभावहरूलाई म कृषि विकास ब्याङ्क कर्णाली प्रदेशको तर्फबाट धन्यवाद ज्ञापन गर्दै कृषि विकास ब्याङ्कको उत्तरोत्तर प्रगति सबै शाखाहरूको राम्रो होस्, प्रगति होस्, व्यवसाय वृद्धि होस् र हाम्रो यो प्रदेश चाहिँ सबै प्रदेशमा 1 नम्बरको अब्बल प्रदेश हुन सफलता मिलोस् भन्ने शुभकामना पनि व्यक्त गर्दै र सम्पूर्ण हाम्रो सेवाग्राही ग्राहक महानुभावहरूको पनि उत्तरोत्तर प्रगति कामना गर्दै उहाँको व्यवसाय वृद्धि विकास पनि राम्रो होस्, उहाँहरू राम्रो हुनुभयो भने हामीलाई पनि राम्रो हुन्छ यति भन्दै सबैको राम्रो होस्, जय जयकार होस् भन्ने शुभेच्छा कामना गर्दै अब आजको कृषि विकास ब्याङ्कको यो कार्यक्रमको यो वार्षिक उत्सव कार्यक्रमको चाहिँ समापन भएको म घोषणा गर्न चाहन्छु। धन्यवाद, नमस्कार।